धेरै धेरै धन्यवाद छ। अब हाम्रो दोस्रो खण्डलाई अगाडि बढाउनका लागि म आचल कुमार शर्माज्यूलाई अनुरोध गर्दछु। क्रमबद्ध रूपमा हामी अगाडि बढ्नेछौँ र सुरुवातका लागि म प्रमोद थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। आएको छ आचलको छैन यतातिर रहेछ म सुन्नु मलाई त ठिकै छ राम्रै सुनेको छ। सङ्ग्रहको पहिलो गजलबाट म वाचन सुरु गर्छु। गजलको अनुमति मन मगन छ प्यारमा, मन मगन छ प्यारमा, मनको के कुरा गरौँ। मन मगन छ प्यारमा, मनको के कुरा गरौँ। हिँड्छु भन्छ धारमा, मनको के कुरा गरौँ। आउने नआउने टुङ्गो छैन यारको, आउने नआउने टुङ्गो छैन यारको। आउने नआउने टुङ्गो छैन यारको, मन छ इन्तजारमा, मनको के कुरा गरौँ। मन मगन छ प्यारमा, मनको के कुरा गरौँ। महकिँदैछ फुल झैँ, बहकिँदैछ पात झैँ। 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 तनको देऊ 18 मा, मनको के कुरा गरौँ। तनको देऊ 18 मा, मनको के कुरा गरौँ। मन मगन छ प्यारमा, मनको के कुरा गरौँ। हिँड्छु भन्छ धारमा, मनको के कुरा गरौँ। कहिले यसको पीरले, कहिले उसको हर्षले। कहिले यसको पीरले, कहिले उसको हर्षले। कहिले यसको पीरले, कहिले उसको हर्षले। पर्छ आफू मारमा, मनको के कुरा गरौँ। मन मगन छ प्यारमा, मनको के कुरा गरौँ। भाव सोधी भावको गर्न सक्छ दिल्लगी। 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 रूपको बजारमा,
मनको के कुरा रूपको बजारमा मनको के कुरा भाव सोधी भावको गर्न सक्छ दिल्लगी भाव सोधी भावको गर्न सक्छ दिल्लगी रूपको बजारमा मनको के कुरा गरौँ रूपको बजारमा मनको के कुरा गरौँ। धन्यवाद। कतिवटा गजल वाचन गर्नुभयो? दुईटा। एउटा छ जो निहाल्छ उज्यालो बत्ती बालेर एउटा छ जो निहाल्छ उज्यालो बत्ती बालेर एउटा छ जो निहाल्छ उज्यालो बत्ती बालेर अर्को छ जो निहाल्छ अँध्यारो बत्ती अर्को छ जो निहाल्छ अँध्यारो बत्ती बालेर दुनियाँ कालो रहेछ भन्ने मान्छे उही नै हो 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 जसले आफ्नो आँखा छोप्यो बत्ती बालेर दुनियाँ कालो रहेछ भन्ने मान्छे उही नै हो दुनियाँ कालो रहेछ भन्ने मान्छे उही नै हो जसले आफ्नो आँखा छोप्यो बत्ती बालेर उसको हिम्मतलाई सलाम ठोक्यो आँधीले उसको हिम्मतलाई सलाम ठोक्यो आँधीले उसको हिम्मतलाई सलाम ठोक्यो आँधीले जसले उसको बाटो छेक्यो बत्ती बालेर उसको हिम्मतलाई सलाम ठोक्यो आँधीले उसको हिम्मतलाई सलाम ठोक्यो आँधीले जसले उसको बाटो छेक्यो बत्ती बालेर झुपडीको जोर बत्ती बाल्ने औकात कहाँ छ 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 एउटा बत्ती निभायो अर्को बत्ती बालेर झुपडीको जोर बत्ती बाल्ने औकात कहाँ छ झुपडीको जोर बत्ती बाल्ने औकात कहाँ छ एउटा बत्ती निभायो अर्को बत्ती बालेर एउटा बत्ती निभायो झुपडीको जोर बत्ती बाल्ने औकात कहाँ छ झुपडीको जोर बत्ती बाल्ने औकात कहाँ छ एउटा बत्ती निभायो अर्को यो गजललाई यही टुङ्गो धेरै धेरै धन्यवाद छ एकचोटि जोरदार ताली धन्यवाद
निकै राम्रा शेरहरू सुन्नुभयो। फेरि अब हामी यस्तै यस्तै अर्को आगोको होलीभित्रबाट आगो बल्नेवाला छ र अब यति बेला अन्जान यात्रीज्यूलाई आफ्नो आगोको होली गजलभित्रबाट वाचनका लागि हार्दिक अनुरोध गर्दछु। बदलामा मुस्कुराऊ, बदला पुरा हुनेछ। बदलामा मुस्कुराऊ, बदला पुरा हुनेछ। तब मार हान्ने कोनी, तब मार हान्ने कोनी, इच्छा पुरा हुनेछ। मेरो रहरको अन्त्य सुरुवात होस् कसैको, मेरो रहरको अन्त्य सुरुवात होस् कसैको। तब मात्र जिन्दगीको, तब मात्र जिन्दगीको चर्खा पुरा हुनेछ। सम्हाली थोपा थोपा, सम्हाली थोपा थोपा, श्रृङ्गारमा सजाऊ। सम्हाली थोपा थोपा, श्रृङ्गारमा सजाऊ। आँसुको मोती बन्ने, आँसुको मोती बन्ने, यात्रा पुरा हुनेछ। सम्हाली थोपा थोपा, श्रृङ्गारमा सजाऊ। आँसुको मोती बन्ने, यात्रा पुरा हुनेछ। यो जिन्दगी नहोला भरिनेहरूको मात्रै, यो जिन्दगी नहोला भरिनेहरूको मात्रै। पोखेर हे राधा, पोखेर हे राधा, आधा पुरा हुनेछ। यो जिन्दगी नहोला भरिनेहरूको मात्रै, यो जिन्दगी नहोला भरिनेहरूको मात्रै। पोखेर हे राधा, आधा पुरा हुनेछ। आऊ आऊ तिमी डढेलो, आऊ तिमी डढेलो भई मेरो जिन्दगीमा। आऊ तिमी डढेलो भई मेरो जिन्दगीमा। आगोको होली खेल्ने, आगोको होली खेल्ने सपना पुरा हुनेछ। आऊ तिमी डढेलो भई मेरो जिन्दगीमा। आऊ तिमी डढेलो भई मेरो जिन्दगीमा। आगोको होली खेल्ने सपना पुरा हुनेछ। धन्यवाद। अब अर्को कुन पढौँ? कति नम्बरमा छ त्यो यार?
टुटेदेखि नाता परानी र मेरो टुटेदेखि नाता परानी र मेरो बढ्यो तिक्तता झन् जवानी र मेरो टुटेदेखि नाता परानी र मेरो चढे पूर्व लाली यो मन ढुक्क हुन्छ चढे पूर्व लाली यो मन ढुक्क हुन्छ चढे पूर्व लाली यो मन ढुक्क हुन्छ बन्यो रात दुश्मन बिहानी र मेरो टुटेदेखि नाता परानी र मेरो कि अस्तित्व होला बिना दूध ठेकी के अस्तित्व होला बिना दूध ठेकी भयो हाल हुस्तै मदानी र मेरो टुटेदेखि नाता परानी र मेरो चुरा बज्न थाल्दा छिमेकीको घरमा चुरा बज्न थाल्दा छिमेकीको घरमा चुरा बज्न थाल्दा छिमेकीको घरमा के होला त चुरा बज्न थाल्दा छिमेकीको घरमा यता युद्ध चल्छ सिरानी र मेरो यता युद्ध चल्छ सिरानी र मेरो चुरा बज्न थाल्दा छिमेकीको घरमा यता युद्ध चल्छ सिरानी र मेरो धेरै धेरै धन्यवाद छ एक जोरदार तालीले उहाँलाई धन्यवाद व्यक्त गरौँ। अब आजको अर्को कृति रुद्राक्षबाट आचल कुमार शर्माज्यूले त्यसभित्रका शब्दहरू हामी वाचन गर्नुहुनेछ। अबको समय आचल कुमार शर्मा। धन्यवाद सर। फेरि पनि आजका दुई लोकार्पित कृतिका सर्जकहरू प्रमोद थापाज्यू र अन्जान यात्रीज्यू, तपाईँहरूलाई हार्दिक बधाई। मलाई पनि बधाई। यहाँ माछा र जलबैरी, यहाँ माछा र जलबैरी, सखारे दाउरा आगो। यहाँ माछा र जलबैरी, सखारे दाउरा आगो। के सोचूं हैसियत माथि, यहाँ माछा र जलबैरी, सखारे दाउरा गो। के सोचूं हैसियत माथि, सबै बिर्सिदिएको हुँ। कास्टिङ
यो गजल तपाईँहरू सम्पूर्णका लागि समर्पित छ। खेल्छ मनमा ढुकढुकी चाहिँ एक चिन्तन तिम्रा लागि। खेल्छ मनमा ढुकढुकी चाहिँ एक चिन्तन तिम्रा लागि। एक धड्कन मेरा लागि, एक धड्कन तिम्रा लागि। खेल्छ मनमा ढुकढुकी चाहिँ एक चिन्तन तिम्रा लागि। एक धड्कन मेरा लागि, एक धड्कन तिम्रा लागि। उड्ने पन्छीको पखेटा बन्न आए जिन्दगीमा। उड्ने पन्छीको पखेटा बन्न आए जिन्दगीमा। चाहना हर पल गगन होस्, छैन बन्धन तिम्रा लागि। उड्ने पन्छीको पखेटा बन्न आए जिन्दगीमा। चाहना हर पल गगन होस्, छैन बन्धन तिम्रा लागि। छातीमाथि शिर अड्याई बात मार्थ्यौ सम्झना छ। छातीमाथि शिर अडाई बात मार्थ्यौ सम्झना छ। छातीमाथि शिर अडाई बात मार्थ्यौ सम्झना छ। खेल्न आऊ फेरि यो दिल बन्छ आँगन तिम्रा लागि। छातीमाथि शिर अड्याई बात मार्थ्यौ सम्झना छ। खेल्न आऊ फेरि यो दिल बन्छ आँगन तिम्रा लागि। सम्झनाका बाडुलीले ख्याल राख्छन्, साथ दिन्छन्। सम्झनाका बाडुलीले ख्याल राख्छन्, साथ दिन्छन्। सम्झनाका बाडुलीले ख्याल राख्छन्, साथ बस्छन्। सम्झना नै बन्न सक्ला फेरि ऐठन तिम्रा लागि। सम्झनाका बाडुलीले ख्याल राख्छन्। परमेश्वर तपाईँलाई यो शेर तपाईँमाथि समर्पित छ। सम्झनाका बाडुलीले ख्याल राख्छन्, साथ बस्छन्। सम्झना नै बन्न सक्ला फेरि ऐठन तिम्रा लागि। अन्तिम शेर। श्वास जस्तै बन्न आए, श्वास जस्तै बन्न आए, प्राण जस्तै बन्न पाए। श्वास जस्तै बन्न आए, प्राण जस्तै बन्न पाए। तिम्रो जीवन मेरा लागि, मेरो जीवन तिम्रा लागि। श्वास जस्तै बन्न आए, प्राण जस्तै बन्न पाए। तिम्रो जीवन मेरा लागि, मेरो जीवन तिम्रा लागि। खेल्छ मनमा ढुकढुकी चाहिँ एक चिन्तन तिम्रा लागि। एक धड्कन मेरा लागि, एक धड्कन तिम्रा लागि। लैजालु आँखा विनम्र भई बोल चाल गर्छन्। लैजालु आँखा विनम्र भई बोल चाल गर्छन्। अगाडि आई अनेक खाले सवाल गर्छन्। लैजालु आँखा विनम्र भई बोल चाल गर्छन्। अगाडि आई अनेक खाले सवाल गर्छन्। सुटुकायो मुसुक हाँसेर सुमसुम्यायो। सुटुकायो मुसुक हाँसेर सुमसुम्यायो। मिठा सुटुकायो मुसुक हाँसेर सुमसुम्यायो। मिठा तर्कनाहरू अङ्कमाल गर्छन्।
मुसुकायो मुसुक हाँस्यो मुसुकायो सुटुकायो मुसुक हाँसेर सुमसुम्यायो सुटुकायो मुसुक हाँसेर सुमसुम्यायो मिठा मिठा तर्कनाहरू अङ्कमाल गर्छन् लजालु आँखा विनम्र भई बोलचाल गर्छन् म बुझ्छु तिम्रा नजर र मन फाल हल्न थाले म बुझ्छु तिम्रा नजर र मन फाल हाल्न थाले अझै कदमले म बुझ्छु तिम्रा नजर र मन फाल हाल्न थाले म बुझ्छु तिम्रा नजर र मन फाल हाल्न थाले अझै कदमले र ओठले आलटाल गर्छन् अझै कदमले र ओठले आलटाल गर्छन् तिमी रिसाऊ फकाउला म यो सिलसिला होस् तिमी रिसाऊ फकाउला म यो सिलसिला होस् सुगन्धले फुलको सधैँ देखभाल गर्छ तिमी रिसाऊ फकाउला म यो सिलसिला होस् तिमी रिसाऊ फकाउला म यो सिलसिला होस् सुगन्धले फुलको सधैँ देखभाल गर्छन् लजालु आँखा विनम्र भई बोलचाल गर्छन् अगाडि आई अनेक खाले सवाल गर्छन् हस् धन्यवाद धेरै धेरै धन्यवाद छ अब हामी कार्यक्रममा शुभकामना